दर्शकवृन्द यहाँहरूलाई हार्दिक स्वागत र नमस्कार छ। क्यामेरामा सन्तोष थापा र म प्रस्तोता विदुर एमसी। जसै पनि यो भालुवाङ पुल्चोकको दाङको पूर्वी देउखरी भालुवाङ पुल्चोक हो र यो लुम्बिनी प्रदेशको राजधानी केन्द्र पनि हो। ज्येष्ठ 19 गतेदेखि नेपाल यातायात व्यवसायीले अनिश्चितकालीन बन्दको आन्दोलनको घोषणा गरेको छ। सरकारसँग राखेका विभिन्न मागहरू लिएर सरकारसँग यो प्रकारले यातायात व्यवसायीले आन्दोलन गरेको छ र यसै क्रममा यो पूर्वतर्फबाट आएको यो रातो नम्बर प्लेट भएको एउटा यो गाडी छ, सानो गाडी छ। यसमा पछाडिपट्टि ढालामा अनि थुप्रै यात्रुहरू राखेर आएको छ यो गाडी र यो गाडीलाई यहाँ यातायात व्यवसायीहरूले रोकेर सोधपुछ गर्ने होइन। यसरी बन्दमा यसरी मान्छे बोकेर मान्छे सामानहरू पनि छ, मान्छे बोकेर सामान त हुने नै भयो। यो अवस्थामा यसरी यो बसले गर्नुपर्ने काम यसले गरिरहेको छ र यो साँच्चै नै यो यसमा विभिन्न निगरानी सोधपुछ हुँदैछ यातायात व्यवसायीहरूबाट। यस्तो चाहिँ यो हुँदैन थियो होइन। यो के भन्छ, यो मिनी ट्रक जस्तो छ। यो मिनी ट्रक के गाडी हो यो होइन, यो सानो गाडी, यो सानो गाडी यो यस्तो खालको यो भएको अनि सामान मान्छेहरू यसरी ल्याएको छ र यो भालुवाङ पुल्चोकमा यसरी यो गाडीलाई रोकेर यातायात व्यवसायीहरूले अनि यो चाहिँ यो यता आन्दोलनको नियम विपरीत भयो र बन्दको विपरीत भयो भन्ने कुराहरू राख्दै अनि भएका अब त्यहाँ कुराकानी हुँदैछ। हाम्रो यातायात व्यवसायीहरूले कुराकानी गर्दै हुँदैछ। यो साँच्चै यो बन्दको नियम विपरीत भएर यहाँ चाहिँ यो खालको कुराकानी भएको चाहिँ। यो चाहिँ आफैमा बन्द कसैले रहरले बन्द गर्दैन होइन। सरकारले नागरिकको अभिभावक भनेको नागरिकको बाबुआमा जे भने सरकार हो र सरकारले यदि माग सुनेन, माग सुनाइ गरेन भने अनि नागरिकहरू आफ्ना मागका लागि आन्दोलन गर्न होइन, विभिन्न बन्द हडताल गर्न बाध्य हुन्छन् र यातायात व्यवसायीले गरेको यो जेठ 19 गतेदेखिको यो बन्द हडताल पनि त्यही मुताबिकको हो, त्यही अनुसारको हो र साँच्चै नै यो अहिले यो दाङको पूर्वी देउखरी यो राप्ती गाउँपालिका वार्ड नम्बर 1 भालुवाङ पुल्चोकमा यो जुन प्रकारका यातायात व्यवसायीहरू निकै बिहानैदेखि यसरी यो होइन पूर्वबाट आएका पश्चिमबाट आएका गाडीहरूलाई यसरी यो हेर्ने सोधपुछ गर्ने अनि उनीहरूलाई आवश्यक गन्तव्यसम्म जान दिने यो खालको छ। आज पहिलो दिन हुनाले अलिकति सहजता अप्नाएको, अलिकति लचकता अप्नाएको भन्ने छ। यद्यपि यहाँ सोधपुछ अनि भइराखेको छ, निगरानी भइराखेको छ र अनि आन्दोलनको क्रम बढ्दै जाँदा भोलिका दिनदेखि अनि कुनै पनि गाडीहरू चल्न नदिने भन्ने खालको यातायात व्यवसायीबाट त्यो खालको कुराकानी आएको हामीले थाहा पाएका छौँ। दर्शकबिन साँच्चै नै यो तपाईँहरू जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ, यदि तपाईँहरू यात्रा गर्दै हुनुहुन्छ भने कृपया यातायातको अवस्था, सवारी साधनको अवस्था नबुझिकन तपाईँहरू यात्रा नगरिदिनु होला भन्न हामी यसै प्रस्तुति मार्फत तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। साँच्चै नै पूर्व पश्चिम जहाँसुकै भए पनि जब सवारी साधन सहज हुँदैन तब तपाईँ यात्रा नगर्नुहोस्। अहिले यो हामीले यो लुम्बिनी प्रदेशको राजधानी केन्द्र भालुवाङ पुल्चोकको अवस्था यो छ, यो जानकारी गरायौँ र यो जानकारीको साथमा अहिलेलाई भने क्यामेरामा सन्तोष थापा र म प्रस्तोता विदुर एमसी यहाँहरूबाट ओझेलिन्छौँ। बाँकी हामीसँग जोडिँदै रहनु होला। हामी तपाईँहरूलाई यसै प्रत्यक्ष प्रसारण मार्फत तपाईँलाई जानकारी गराउनु छ, ताजा जानकारी गराउनु छ भन्दै अहिलेलाई ओझेलिन्छौँ। हवस् त, धन्यवाद, नमस्कार।